हजारी गाइजहरू हजारी यस्तो बबाल फुलेको छ होइन, दामी छ। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आजको भिडियो चाहिँ हाम्रो घरदेखि सुरु हुँदैछ होइन। अब तिहार विशेष अब चामल कुट्न जानु लाग्यो होइन। अब चाहिँ अब सेलरोटी हाल्नुपर्ने हुन्छ अनि अब चामल कुट्न गएको चाहिँ देखाउने छु, हेर्नु होला है। अनि यत्रो दिनसम्म भिडियो आएन भन्नु होला। अनि फेरि भिडियो चाहिँ अब के हुन्छ भने अब हाम्रो घरतिर के छ भने चाहिँ अब बिजुली आउने कहिले नआउने हुन्छ होइन। अनि चार्जर लगाउने कहिले चार्जै हुँदैन, त्यस्तो समस्याले गर्दा पनि हो साथीहरू। अनि यहाँ चाहिँ हाम्रो मम्मी हुने क्या सबैजनालाई हेप्पी तिहार। बुढा पनि खान्छ पुग्नेवाला हुन्छ। हेप्पी तिहार। हेप्पी तिहार। यहाँ चाहिँ अहिले होइन धान कुट्न के अरे चामल कुट्न जानु लाग्यो। त्यही भएर चाहिँ अब चल्ला हुलेर जाउँ भनेको होइन। चल्ला चाहिँ लास्टै दुःख दिन्छ नि क्या। कहाँ छन् भाउजू? भित्ती क्या दुईवटा त यहाँ खोरमै छन्, देख्न सक्नुहुन्छ हाम्रो भाउजूको चल्लाहरू यहाँ छन्। एउटा फेरि दुःख दिने रहेछन्। पर ढोका नखोल्या फेरि पुरा गेट चालु गरिदिएपछि पख है पख 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 यता यो जाने पख। हेलो 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 है भैया चल्ला पनि आइयो भित्र। आइज आइज चल्ला खेदाउने भाउजू खेदाउने। आयो यो चाहिँ अलि बाठो रहेछ, बाठो छोप्नै दिएन। सो फाइनली गाइस अहिले चाहिँ हामी चल्ला हुलेर पनि अब चामल कुट्न जानु लाग्यो होइन गाइजहरू। हेर्न सक्नुहुन्छ गाइज, यो चाहिँ हाम्रो गाउँको रोड हो होइन। अनि रही यो चाहिँ हाम्रो तलेटो घर हो। अनि रही भाउजू नडुग्रिने क्या, नडुग्रिने। अरे म त झन् एकदम बडा बडा चल्ला छन्। हजारी गाइजहरू हजारी यस्तो बबाल फुलेको छ होइन, दामी छ। ढिक्की चाहिँ पुग्यो, पालो छ कि छैन, पालो छ कि छैन। हाम्रो को आछ नि त भाउजू? त्यो गोइखो पनि पालै लाग्यो। धेरै दिनपछि ढिकी कुट्न आयो नि, कहाँबाट जाने दो क्या। नाच्ने गर्थ्यो, नाच्ने गाला काटेला भन्ने डर छुट्टै हुन्छ। यस चाल्ने भएन नि भाउजू त। फाइनली गाइज अहिले चाहिँ हाम्रो के भन्छ भाउजूको चामल कुटेर सकियो होइन। अब चाहिँ हाम्रो पालो यो चाहिँ हाम्रो हो होइन। ए चाम्रे के छ नि लाइन तिहारको मौकामा लाइन सेलरोटी हालेर मन्नाक बारेर यसो
सेलरोटी हाले भिडियो पनि आउने छ हेर्नु होला है। यो त रातिसम्म होला नि पालो पुऱ्यो भने क्या। ल त साथीहरू अहिले चाहिँ हामी चामल कुटेर पनि भ्याइसक्यो होइन। हिँड्ने साथीहरू अब चाहिँ तिहारको माहौलमा चाहिँ होइन आज चाहिँ काग तिहारदेखि नै सुरु हुन लागिसक्यो। अन्त यो चामल कुट्ने दिन चाहिँ एउटा चाहिँ लास्टै भिड छ नि त। धोका आज पालो आयो। अन्टिल त यो सलै त्यहीँ फाले आयो नि। सो गाइज अहिले चाहिँ हामी होइन चामलको पिठोमा चाहिँ चिनी मिसाउँदैछौँ। चाम्रा मेरो भान्जा होइन यो चाहिँ गोटीबारी आउने भान्जा। क्युट भान्जा हो। यो चाहिँ चिनी मिसाउँदैछौँ होइन चामलको पिठोमा। सेलरोटी कहिले आएर हाल्ने भाउजू भोलि हो? ओ माइ गॉड साँझ। यस भेरी गुड। त्यता खाउँ। भान्जा छम छम आहै भन भन भाइ हो आए रामरी भन। नाच्दै नाच्दै आहै यो चाम्रो कसको आहै आहै भन भन भाइ हो धतुरिया कि देउसुरे राम्रो राम्रो। के अरे यसलाई फेरि पानी हालेर हाल्छु नि त आमै। मस्तै होला देख्नु होइन। कहाँ गएछ हाम्रो भान्जो? कता गएछ? चल्ला गल्ला लाग्यो मान्छे। कता गएछ हाम्रो भान्जो? यता कहाँ गयो? त्यहाँ कद्दु फलिआएर नि कद्दु नि। यो चाहिँ हाम्रो भान्जो चाहिँ कद्दु फलिया चाहिँ हेर्न लागेको छ। हाम्रो भान्जो कद्दु फलिया हेर्न लागेको छ। चल्ला गल्ला लागेको छ। चल्ला गल्ला नि कतिवटा नि न दुईवटा मात्रै देखियो नि। अरू त्यहाँ डाँडै काटेले। यसमा फेरि घिउ पनि एड हुने रहेछ नि फेरि यसमा झिङ्गा लाग्ने फेरि। भाउजूले त बनाइसक्नु भयो। यो सबै हाल्नु चुरा ल्याउनेलाई माइत जाने झिल्ली पनि लाउने चुरा। हेर हेर चुरा सबभन्दा पहिलो भैलीको आउँछ हेर्छु है। ल हाम्रो भैली पनि छ होइन। तिनीहरू पनि खेल्छन् होला।
सिंगारू भाइ क्या चोरीले खोरै लायो यो त ताल घोप्ट्याउँछ पग्ने तिनीहरू के गर्दैछ फोन गर्न त अघि नै खाना गराइदियो भन्नु यहाँ उठिङ यार ओइ होइ हेर के हो मोबाइल धेरै टाढो नलिएका छैन धेरै नचिन्छ हो डाक्टरलाई यो त हाम्रो चल्ला चाहिँ यस्तो गरेका छन् हेर्न सक्नुहुन्छ गाईहरू साना साना छन् चारो चाहिँ हाल्दैछु होइन मैले चाहिँ सो फाइनली गाइज अहिले चाहिँ म तल रोडमा जाँदैछु होइन अनि यहाँ चाहिँ अहिले भर्खरै जेसिबी गएको रहेछ होइन त्यही भएर चाहिँ यहाँ बाटोहरू क्लिन गर्दै गएको छ माथि छ कि क्या हो जस्तो लाग्छ है जुम गरेर देखाउने कोसिस गर्छु देखिन्छ कि नै ए अलिअलि देखियो होला त नि हो त्यहाँसम्म पुगेछ क्या जेसिबी होइन त्यहाँ बाटो क्लिन गर्दैछ होइन हाम्रो गाउँको रोड चाहिँ यो हो अनि यो छेउनेरको रोड हो साथीहरू यो होइन यस्तै छ अहिले चाहिँ म रोडमा चामल थियो अरे होइन चामल दोकान चामल ल्याउनु जानु लाग्यो अनि बुवा आउनु भएको छ किन अब आज नेपाल गण्डदेखि बाटो लाग्नु भन्नु भएको थियो अरे खै त पुग्नु भएको छ कि त्यही पनि हेर्न जाँदैछु यसै छ गाउँघरको नजारा तल रोड पुग्यो भने फेरि भेटौँला है कति ठाउँ त साथीहरू धान पनि काटिसक्नु लागिसकेका छन् होइन अब धेरै ठाउँमा पनि धेरै ठाउँ प्रायः जस्तो धान काटिसक्नु लागिसकेका छन् त्यसमा पनि हजारीको फुल देख्न सक्नुहुन्छ वाउ एकदम बवाल देखिरहेको छ नि त होइन अहिले चाहिँ म बाटोमा हिँड्दैछु स्कुलको हालत हेर्न सक्नुहुन्छ देखिन्छ कि नै खै यहाँबाट स्कुलको हालत हजारी ओ माई गॉड त्यस्तै छ साथीहरू गाउँघरको नजारा होइन अब ड्रोन क्यामेरा हुन्थ्यो भने त पुरै गाउँघरको एकैचोटि कभर गर्नु मिल्थ्यो नि त अब चाहिँ के हुन्छ त अहिले
यहीँदेखि गयो रहेछ जेसिबी भर्खरै। है यो चाहिँ सबैभन्दा ओह्रालो बाटो भनेको यही हो साथीहरू। यो त फास्टै ओह्रालो छ नि त, हालत खराब हुन्छ। अब यहाँ बसिरहेको मान्छेहरू त त्यस्तो केही हुँदैन होला होइन, हामी चाहिँ पहिला जस्तो तराईमै बस्नु नि त। अब कहिले कलकत्तातिर जान्छु, जहाँ गए पनि साइकलमा जाने, त्यही भएर चाहिँ यहाँ उकालो काट्नु चाहिँ अलिक मुस्किलै हुन्छ। सर्वप्रथम यो उकालो कति उकालो छ, बापरे बाप। यसमा सकिन्छ त, गाउँघरमा उकालो ओह्रालो गर्न सकिन्छ त भाइहरू, सकिन्छ त। त्यहाँनिर राखेको छु भन्नुहुन्थ्यो मम्मीले, चामलको कट्टा छ कि छैन। सो फाइनली बुवा पनि आइसक्नुभयो होइन, त्यही अटोमा। यो चाहिँ हाइवे रोड हो। सरप्राइज, एकदम पुरा बवाल सरप्राइज। अनि किन लागेन न। सो गाइज आजको भिडियो चाहिँ यहीँ खतम गर्दैछु होइन। आजको भिडियो चाहिँ मैले यहीँ खतम गर्दैछु। त्यति केही देखाउन नसके पनि हल्का फल्का अलि चामल कुटेको यताउता घरमा टाइम स्पेन्ड गरेको होइन देखाएको छु। सबैजनाले माया गरिदिनु होला है। यति भनेर चाहिँ म छुट्टिन्छु ल।